हेलो गरिब बेरोजगार दुखी आत्माहरू, पहल शाह जस्तो देखिने हेर्दा झट्ट म सन्तोष भट्ट। स्वागत छ मेरो ब्लगमा। दुबईमा अर्काको बुढी बिगाड्ने ठाउँ बरदुबई भन्ने ठाउँमा घुम्न जाँदैछौँ। उता राजेश दाइले पाद्नु भएछ ग्यास दुबईको आकाशसम्म देख्न सकिन्छ। बाटोमा हिँड्दा हिँड्दा एउटा अज्ञात व्यक्तिले मलाई फलो गर्न थाल्यो। किन भनेर सोचेको त उसको जुत्ता मसँग रहेछ। म पनि के कम, मैले तिमीलाई ब्लग सिकाउँछु भनेर सँगै लिएर हिँडिदिएँ। पढ्ने बेला पल्टाएन किताबको पाना। अहिले मैले गीत गाउन सुरु मात्र के गरेको अटोग्राफ माग्नेहरूको भिड नै लाग्यो। बडा मेहनतले जसोतसो त्यहाँबाट निस्केर अलि अगाडि हिँडेको थिएँ। त्यहाँनिर एउटा राम्री कुन्चाइकी बुढी बसिरहेकी रहेछ। त्यसलाई इम्प्रेस गर्छु भनेर भ्लग बनाएको जस्तो एक्टिङ मात्र के गरिरहेको थिएँ। ठ्याक्कै आफ्नो बुढीको फोन आइदियो। त्यसपछि आफ्नै बुढी फकाउनेतिर लाग्यो। मेरो यो अद्भुत कला देखेर अघिको त्यो अज्ञात मान्छे मलाई फलो गर्दा गर्दै यहाँसम्म आइपुगेछ। अनि मलाई पनि हजुरकै टिममा समावेश गर्नु भनेर खुब रिक्वेस्ट गरेपछि मैले पनि हुन्छ भनेर खुसी हुँदै अगाडि बढ्यौँ। मान्छेहरू मेरो अद्भुत कला देखेर खुसी भएको त धेरै देखेको थिएँ। त्यो हुँदा हुँदा माछाहरू पनि पानीबाट बाहिर आएर मलाई देखेर भुरभुर भुरभुर उड्न थाले। मैले नि पोकेटबाट 10 दिराम निकालेर पानीमा फालिदिएँ। मैले उड्ने माछाहरूलाई भनेर पानीमा फालेको पैसा केही अज्ञात व्यक्तिहरू ढुङ्गा नै बुक गरेर आएर टिपेर लगेर गए। अनि त्यही पैसाले ठुलोवाला ढुङ्गा बुक गरेर पार्टी नै गर्न थालेछन्। मैले पनि टाढैबाट हात हल्लाएर तिनीहरूलाई बिदा गरेर अगाडि बढ्यौँ। राजेश दाइको पातको ग्यास पछ्याउँदै एउटा मार्केटमा पुग्यौँ। त्यो मार्केटमा पनि कलर र रङ्गी लाइटहरूले राम्रै स्वागत गरे। अनि अगाडि बढ्ने क्रममा हर्क साम्पाङको एउटा कार्यकर्ताले किन विरोध गरेको भनेर मेरो बाटो छेक्दै कुट्न आयो। तर जिन्दगीमा मैले गरेका केही राम्रा कर्महरूको फल भनौँ कि के भनौँ, अघि बिहानै भेट भएको त्यो अज्ञात व्यक्तिले एउटा बोट नै बुक गरेर आएछ र मलाई त्यहाँबाट रेस्क्यु गरेर हामी त्यही अर्काको बुढी बिगार्ने बरदुबई भन्ने ठाउँबाट डुङ्गा चढेर रवाना भयौँ। हस्त धन्यवाद। अर्को ब्लगमा भेटौँला।